गुड ल एकदम मिलेको छ है हजुर उकालोमा मिलेको छ मामा अब उकालोमा उठाउँदा के गर्नुपर्ने रहेछ तपाईँ त बाहिरको एक्सपिरियन्स पनि छ होइन कतातिरको अब उकालोमा गाडीमा पास गर्नको लागि क्लच मात्रै छोडेर हुन्छ कि पहिला एक्सिलेटर दिएर अथवा के गरेर चाहिँ उठाउनु भन्नु त अब एक्सिलेटर छोड्ने हजुर ब्रेक पनि छोड्ने हजुर होइन अब यो ब्रेक छोड्यो हजुर अब एक्सिलेटर दियो अनि क्लोज बिस्तारै छोड्ने हजुर अनि धक्का दिएपछि हजुर लगाएपछि ब्रेक तल जान्छ ल उठाउनु त के गर्नुपर्छ रहेछ उकालोमा क्लच पहिला गाडीको चाहिँ क्लच उठाएर उठाउँदा बेटर कि अब तपाईँ एक्सिलेटर दिएर उठाउँदा बेटर एक्सिलेटर पावर त चाहियो नि अब पहिला अब ट्रायल अन्तर्गत जाँदा त क्लचले मात्रै छोडेर एक्सिलेटर नदिकिन गऱ्यो भने चाहिँ मिस्टेक हुनसक्छ गाडी पछाडि जान सक्छ होइन ल उठाउनु त हेरौँ त हजुरको तरिकाले गुड एकदम स्पोर्टली छ यसरी नै तपाईँहरू पनि गाडी अथवा बाइक सिक्न चाहनुहुन्छ भने महान ड्राइभिङ सेन्टरमा आउन सक्नुहुन्छ हजुरको कति दिन भयो आज यहाँको कतिवटा क्लास गर्नुभयो आजसम्म 10वटा क्लास गर्नुभयो होइन कस्तो लागिरहेछ ठिक लागिरहेछ ल जानु जुन दिन तपाईँले भन्नुभयो नि हजुर त्यो भन्नुभयो नि तपाईँले एलब्याग एलब्यागमा हजुर तपाईँले यो राख्ने हेर्ने भन्नुभयो नि त्यहाँ लगाएर त्यो चाहिँ मेमोरी बस्यो क्या त्यो तरिका चाहिँ सही लाग्यो हुन्छ हजुर